भनेर कृष्ण चुको उठेर विष्णु भगवान भगवानले फेरि शान्त किन आउनु म केही काम लिएर आएको छु पृथ्वी तलमा सारा तीर्थ व्रत तप धेरै ठाउँमा भइरहेको छ एउटा चिज उत्पन्न भएछ के चिज त मलमासको नामले मलमासको नामले उत्पन्न भएको चिज म यज्ञ भइरहेको ठाउँमा म पुग्दा यो विष्णुले फेरि उहाँ गएर कृष्णसँगै भन्नु लागेका कुरा म पुगेपछि सारा यज्ञ भएको छ दुनियाँ संसार मान्छे भक्तजनहरू धनातन ढङ्ग लडेर बसिरहेको एकजना बेहोस अवस्थामा लडिरहेको छु म पुगेको देखेर ढुक्क उठेर मलाई कराउँदै मेरो पाउमा परेर यसरी बिन्ती गर्नुभयो हे भगवान हे नारायण हे प्रभु हे विष्णु म यस्तो अवस्थामा मलाई शुभ कर्ममा जान दिएन कहीँ जान दिएन बिना बाबुको छोरो भनेर जसरी नराज्दा भनिएको त्यस्तै त बिना मालिकको चिज हो तेरो मालिक भनेर मलाई चिल्लाए अब म के गरौँ भनेर मलमासले यसरी भन्यो मेरो नाम मलमास भनिदिए कसैले राखिदिए त्यो पनि मलाई यसो भनेपछि म सहन नसकेर यहाँ पछाडिए रोइ कराएँ आज हजुरको पाउ पर्न पाएँ हजुरको समीपमा म अगाडि बस्न पाएँ अब मलाई के गर्नुपर्छ जे गर्नुपर्छ हजुरले नै गरिबस्यो भनेर मलाई यसरी मलमासले भनेपछि मैले बिचमा धेरै तीर्थ गराउँदै ल्याएँ उसलाई काशी गयाजी गङ्गासार हरिद्वार ऋषि कपिल देवासम भद्रिका आश्रम चार धाम चारै ठाउँमा गङ्गा मन्दारी विभिन्न नदी नालाहरू तीर्थ व्रत गर्दै यहाँ ल्याएँ जब म गोलोकमा आएको थिएँ 50 करोड योजन तल यसभन्दा तल शिवजी भएको ठाउँमा आएको थिएँ शिवजीले पनि गोलोकवासीलाई भनेर पठाइदिनु भयो फर्केर यहाँ आइपुग्यो अब के गर्नुपर्छ हजुरले गरी यो मलमासको सिद्ध बुझाइदिनुहोस् भनेर भगवान कृष्णको अगाडि विष्णु भगवान नारायणले भनेपछि फेरि कृष्ण भगवान शान्त हुनुभएर सोच विचार गर्न लाग्नु जितम श्रेदय काम सदम चतुर्युगा समातु केरवै पुत्रिका बलवती हेनेन तत्र गुणसुन्दरी ललिता नित्यानं कदाचित प्रलम्बिता साहित्यशास्त्र कुशला नीतिशास्त्रशारदा तन्मानं सर्वदा पूर्वा पित्राजा पोषिता मुदा पार्श्वाखिलमोघानां पुष्टा पुत्रसुखस्मृता सर्वेन्द्रियगणानामायं गुणानेन स्वधर्म ससुदामा कथम् एवं मनोरम पुरुषोत्तमको नाम लिएर पुरुषोत्तम महात्म्यको रूपमा पूजा गर्नेछन् भन्ने कथा मध्ये विस्तार गरियो हरिओम दशोवाच नारदोवाच कीर्तवान प्रश्नं पुनरेव तपोधना विष्णु श्रीकृष्ण संवादा श्रुता सन्तु मानस नारदोवाच वैकुण्ठ गतवती रुक्मिण्येशे किं जातं तदनुबतं प्रभो मे वृत्तान्तमरिषुतां च सर्वेषां हितकामादिषुम् इति सर्वस्वं सम्मिश्रो भगवान् बदलीपति उवाच पुनरिवामे जगदन्ताद्रियत श्रीनारायणवाच अथ श्रीरुक्मिण्यनाथो वैकुण्ठो गतवान् मुदां तत्र गत्वा दिवासं भाषयामास नारदो गत्वा भूत्वा रमते विष्णुना सह द्वादशादिमासेषु मलमासं वरं प्रभु 12 महिनाभन्दा बाहेकको पुरुषोत्तम भएको हुँ विदाय मनसा बबुभ प्रकृतित प्रिया अर्जुन भगवान् भक्तवत्सल युधिष्ठिर च पाञ्चाली निरीक्षेण कृपामुने हे अर्जुन हे भगवान् अब युधिष्ठिर पाञ्चालीको बारेमा पनि तपाईँले भनिदिनुहोस् श्रीकृष्णबाट जाने राजशार्दुल तपो मुपागतैर भवेदुना पुरुषोत्तम वृन्दावन कलानाथ वल्लभ पुरुषोत्तम परमानां गतमाशोनां भवतां कथनौकसां युष्मानि विदैव विज्ञातो वदेशा समन्वित गायन्द्रो कर्णेभ्यो न वयस्तामानसै कृष्णद्वैपायन विद्यां रत्ना तत्परे
नीलम गतवती वशं रक्षसिले सदियो परिक्लिष्टा गौतम युष्णानि परिगिर्जानि